धेरै ठुलो अपर्चुनिस्ट हुन् नि कुरा बुझ्नु भएन यिनीहरू त अनुहारमा त कालो होइन क्या पेटै कालो अनुहारै कालो मनै कालो मुटु नै कालो बिचारै कालो रहेछ कि यिनीहरूको कुरा बुझ्नु भएन रवि लामिछाने पार्टीबाट संसद भएर भत्ता र तलब असुर र पाउन्जेलसम्म ठिक भयो तर जुन दिन तपाईँलाई संसद भङ्ग भयो अब त भत्ता खान पाइन्न अब त तलब आउँदैन हुर्र गरेर हो अब बालन साथीतिर गइयो भने अब यो आन्तरिक सरकारको मन्त्री त मै हो जेनजीले त मलाई नै बनाउँछन् भनेर तपाईँलाई बुर्क उठेर गाओ सुमना श्रेष्ठ त्यसो हुँदाखेरि उसलाई अवसरवादी भन्दा पनि त्यो शब्दको अन्याय हुन्छ क्या त्यो शब्दलाई अवसरवादी भन्दा नि माथि अर्को केही छ भने त्यो भन्दा हुन्छ कुरा बुझ्नु होइन उसले ठुलो कुरा नगरे हुन्छ को सुमना श्रेष्ठ को सन्तोष परियार हामीले चिन्दैन थियो क्या रविले पार्टीमा लिएर आइसकेपछि हामीले चिनेको त्यसो हुँदाखेरि यिनीहरूको यो अपर्चुनिस्टको कुरा त मैले गर्दिनँ अब फेरि पनि फिर्ता आउँछ यो 3 करोड नेपाली जनता पार्टीलाई चाहिन्छ आउन चाहन्छन् आउँदा भइगयो नि के ठुलो कुरो भएर आउँदा भइगयो होइन पार्टीको सदस्य बन्न पाइयो होइन त्यत्रो हिम्मत छ क्षमता छ नेपाली जनताले पत्याउँछन् भने र कुनै पनि स्थानीय निकायले हामीलाई सुमना श्रेष्ठ चाहियो भनेर तपाईँलाई भोलि गएर संसदमा सिफारिस गरे भने चुनाव लड्न पनि पाइयो के अरे चुनाव लडेर जितेर आयो मन्त्री बन्न पनि पाइयो ठुलो कुरा त के भएर तर जुन बेला पार्टीलाई अप्ठ्यारो परेको छ जुन बेला पार्टीलाई चौतर्फी तपाईँलाई पार्टीलाई दबाब भएर पार्टीमाथि तपाईँको भनौँ न किसिमको आक्रमण भइरहेको छ त्यो बेलामा पार्टीभित्र बसेका मान्छेहरूले तलब र भत्ता खाएकाहरूले र पार्टीबाट तपाईँलाई चटन्न महत्त्वपूर्ण फाइदाहरू उठाइसकेका मान्छेहरूले आफ्नो स्वार्थलाई लिएर कुरा गर्न मिल्छ त्यसो हुँदाखेरि यी व्यक्तिहरूलाई त म के भन्छु भने